साथीहरु आज हामी चाहिँ यो इन्भर्टर प्रब्लम भएर माइक्रोटेकको 1200 भोल्टको हामी इन्भर्टर चाहिँ आउटगोइङ नदिँदाखेरि आउटपुट नदिँदाखेरि हामी आएको छौं र फर्स्ट चाहिँ हामीले मल्टिमिटरमा डीसी मा लगाइयो अनि त्यहाँबाट यसको चाहिँ फर्स्ट हामीले हेर्दाखेरि भोल्टेज यो चाहिँ 12.77 छ ओके छ ठिकै छ त्यहाँबाट यसलाई चाहिँ यसको आउटपुट हेर्नु पर्यो यसलाई अन गर्नु पर्यो अन गरेपछि यसमा चाहिँ हामीले टेस्टर लगाएर हेर्नुपर्छ र यसमा टेस्टर लगाएर हेर्दा यसमा चाहिँ आउटपुट उल्टा आउँदैछ र यसलाई उल्टा आएको कारणले हामीले अब चाहिँ यसलाई के गर्नु पर्यो पावर पोइन्टमा हेर्नु पर्यो र यसलाई चाहिँ यहाँ फेस दिनु पर्यो यहाँ न्युट्रल दिनु पर्यो अब यसमा लाइन ठिक छ छैन पहिला हामीले चेक गर्नुपर्छ ब्याट्री ठिकै रहेछ अब हामी यसलाई चेक गर्नेछौँ साथी अब फेरि हामी यसलाई फेसमा चेक गर्न लागि यसलाई चाहिँ एसी मा लानु पर्यो मल्टिमिटरमा अन्त हाम्रो यहाँनेरि फेस यहाँ आउँछ फेस यो यसलाई न्युट्रल यसलाई चेक गरौँ है त हामी ओके फल्ट यहाँनिर रहेछ यसरी चेक गर्नुपर्छ र यसमा फेस आएको छैन त्यसै कारणले चाहिँ प्रब्लम रहेछ